नेपालकी चर्चित फुटबल खेलाडी साम्बा सावित्री भण्डारी एली खेल्नका लागि अस्ट्रेलिया आउनुभएको छ। न्युजिल्यान्डको वेलिङटन फिनिक्सबाट खेल्न आउनुभएको हो। सिडनीमा, मेलबर्नमा जताततै खेलिसक्नु भएको छ र अहिले खेल्नका लागि ब्रिस्बेन आउनुभएको छ र ब्रिस्बेनमा चाहिँ भोलि गेम छ। तपाईँहरू जो ब्रिस्बेन आसपास बस्नुहुन्छ ब्रिस्बेनको उहाँको खेल हेर्न र उहाँलाई सपोर्ट गर्न आइदिनु होला। र भोलि जति सक्नुहुन्छ तपाईँहरू रङ्गशालामा आएर सपोर्ट गरिदिनुहोस्। सकभर फिनिक्सको झन्डा बोकेर आउनु होला। अनि किनकि म सदैव नेपालको लागि नै खेलिरहनेछु। यो भनेको एउटा चाहिँ मेरो छुट्टै जर्नी छ। त्यो हिसाबले गर्दाखेरि पनि तपाईँहरूको छुट्टै आफ्नो क्राइटेरिया हुनसक्छ। त्यसले गर्दाखेरि सपोर्ट गर्नुहोस्, माया गरिदिनुहोस्। भोलि कहाँ खेल्छ, कसरी सपोर्ट गर्न सक्छ मान्छेले? भोलि चाहिँ 6:45 मा कायो स्टेडियम मोर्टन बे किपारिङमा हुँदैछ। सो सबैजना आउनु होला। अब ब्रिस्बेन रोयरको गेम भए पनि नेपाललाई सपोर्ट गर्नुपर्छ, साम्बालाई सपोर्ट गर्नुपर्छ। मिल्छ भने येलो नत्र नेपालको जर्सी लाएर आउनु होला। सबैजना मिलेर साम्बालाई सपोर्ट गर्नुपर्छ। थ्याङ्क यू। है ल, हामी सबैजना चाहिँ साम्बालाई भोलि हेर्न जाँदैछौँ किपारिङमा। तपाईँहरूले टिकट काट्नु भएको छैन भने अनलाइनमा गएर टिकट काट्न सक्नुहुन्छ। त्यसको विवरण त्यो चाहिँ एनआरएनए क्विन्सल्यान्डको पेजमा छ। हामीले भर्खरै साम्बालाई स्वागत गऱ्यौँ र साम्बाले धेरै नै मर्मस्पर्शी कुरा गर्नुभएको छ। खेलाडीहरूलाई इन्करेज गर्ने कुरा गर्नुभएको छ। र खासमा भन्ने हो भने चाहिँ अस्ट्रेलियामा खेल्न आइसकेपछि साम्बाले यहाँको सिङ्गो नेपालीहरूलाई जोडिदिनु भएको छ। यहाँ हाम्रो क्लब बनाएर स्थानीय क्षेत्रमा खेल्दै आइरहेको छौँ। साम्बा आइसकेपछि चाहिँ त्यसले होल अस्ट्रेलियामा बस्ने सिङ्गो नेपाली कम्युनिटीलाई जोडिदिएको छ। सिडनीमा अस्ति 2500-2700 जना जति उहाँहरू गेम हेर्न जानुभएछ नेपालीहरू। त्यो बेलामा साम्बाले गोल पनि गर्नुभयो। र अब ब्रिस्बेनमा पनि त्यतिकै सङ्ख्यामा, सयौँको सङ्ख्यामा हामी जानेछौँ र साम्बालाई इन्करेज गर्नेछौँ। यो सुरुवात मात्रै हो। नेपाली खेलाडी पनि अस्ट्रेलियाको सबैभन्दा ठुलो लिग हो यो चाहिँ। ए लिग खेल्न सक्छ र उत्कृष्ट प्रदर्शन गर्न सक्छ भन्ने उदाहरण हो। र एउटा खेलाडीलाई हामीले सबै मिलेर सपोर्ट गऱ्यौँ भने मलाई लाग्छ अरू खेलाडीहरूले पनि खेल्ने मौका पाउँछ। नेपालमा भएका खेलाडीहरूले चाहिँ अवसर नपाएर, लिगै नभएर विदेशिनुपर्ने बाध्यता छ। अस्ट्रेलियामा पनि थुप्रै फुटबल खेलाडीहरू, अन्य विभिन्न विधाका खेलाडीहरू भाँसिरहनु भएको छ। यतै के गरेर काम गरेर बस्नु भएको छ र साम्बाले एउटा नयाँ ज्योति बालिदिनु भएको छ। राम्रो खेल्ने हो र हामी विश्वभरिका नेपालीले खेलाडीहरूलाई सपोर्ट गरिदिनु भयो भने उहाँहरूले विश्वस्तरको लिगहरू पनि खेल्न पाउनुहुन्छ। त्यसैले यति भन्दै देशको खेलाडीलाई सपोर्ट गर्न भोलि आइदिनु होला। कायो स्टेडियम, see you tomorrow. Namaste, I'm Paras Khadka, former cricket captain and currently secretary at Cricket Association of Nepal. I am very grateful and glad that now I am part of this Tech Skills, and hopefully together we can help you build your career.